आज चाहिँ म दाउरा चिरिरहेको छु है। यो घन्टीको सरकार आएपछि त ग्यास पनि आधा चाहिन्छ अरे। अलिअलि ग्यास बचाउनु पर्यो, त्यही भएर मैले चाहिँ यो घरमा ल्याएको दाउरालाई चिरिरहेको छु। अब के गर्ने, मलाई चाहिँ यो आज दाउरा चिर्नु पर्ने होइन अवस्था आयो, त्यही भएर दाउरा चिर्दैछु। के गर्ने, दाउरा चिर्नै पर्ने भयो। दाउरा चिरी भात पकाएर खानै पर्ने भयो, त्यही भएर मैले दाउरा चिरेको छु। मेरो यो दाउरा चिराइ कस्तो लाग्यो तपाईँहरूलाई? यस्तो छ गाउँले जिन्दगी। त्यत्रो दाउरा बनाएर चिर्नुपर्छ होइन। म पनि चिरेको छु। फेरि अब यो थाकबाट निकाल्नुपर्छ मैले होइन दाउरा चिर्नलाई। बारीतिर गएको छ न दिदी। ग्यासलाई अलिकति बन्चर पनि निस्किनु लाग्छ, जोगाउनु पर्यो नि। यस्तो चिर्नुपर्छ गाउँमा बसेपछि। के गर्ने दाउरा चिरेर डह्रो पऱ्यो। सुँगुरचारो पकाउनै पर्यो, पनि पकाइ खानै पर्यो होइन। त्यसैले दाउरा चिर्नै पर्छ। धेरै कति साह्रो छ हौ। छ नि मेरो दाउरा चिरा होइन। केही पटकमा झार्दै हुने त एउटा मान्छे छैन घरमा, आफैले नचिरी